एउटा संगठनको कुरा गर्नुपर्छ, एउटा संघर्षको कुरा गर्नुपर्छ र एउटा रोजगारीको कुरा गर्नुपर्छ। हिजो चाहिँ हामी संगठनमा 3टा काम भन्थ्यौँ, अहिले चाहिँ एउटा काम थप्यो। त्यो के थप्यो? त्यो रोजगारी थप्यो हैन, अथवा कुनै न कुनै काममा आय आर्जना लागेको हुनुपर्छ भन्ने कुरा थप्यो। हिजो हाम्रो पार्टीको विधान कस्तो थियो भन्दाखेरि पार्टीको विधान चाहिँ के हुन्थ्यो भन्दाखेरि पार्टीमा लागि चाहिँ पूर्णकालीन सदस्य हुन पर्थ्यो भन्ने कुरा त्यसको चाहिँ मूल थेम थियो भने अब के हुने भयो भने अब चाहिँ पूर्णकालीन होइन है, अब चाहिँ आंशिक हो हैन। आंशिक भनेको आफू बाँच्नको लागि काम पनि गर्ने, पार्टीमा पनि लाग्ने भन्ने खालको। हामी अहिले भएका यहाँ भएका अधिकांश मान्छे हामी आंशिकवाला हौँ भनेको कुरा बोल्नुहुन्छ है। हामी आफू बाँच्नको लागि, परिवार चाहिँ टिकाउनको लागि हामी आफ्नो काम पनि गर्छौँ अनि बचेको समय फेरि पार्टीको काम पनि गर्छौँ। त्यसको हुनाले हाम्रो पार्टीले के भनिरहेको छ भने जनतामा आधारित कार्यकर्ता पार्टी। हाम्रो पार्टी कस्तो पार्टी भन्यो भनेदेखि जनतामा आधारित कार्यकर्ता त्यसको पार्टी होइन, जनतामा आधारित कार्यकर्ता पार्टी। अहिले हाम्रो विधान हाम्रो त्यस्तो खालको व्यवस्था छ। त्यसको हुनाले अनि भोलि टिकट पनि कसलाई दिन्छौँ भन्दा जनतामा आधारित कार्यकर्तालाई दिन्छौँ होइन। त्यसबाट यो खालको विधिबाट हामी अगाडि बढिरहेको हुनाले जस्तो मार्क्सवाद, लेनिनवाद र जनताको बौद्धले जनवाद सिद्धान्तको हिसाबमा यो चिज के हो भन्ने कुरा हामीले एउटा हाम्रो पङ्क्तिलाई, हाम्रो पार्टी पङ्क्तिलाई होइन हामीले सिकाउनु पर्नेछ। भन्न खोजेको अहिले जुन कम्प्युटरको सुरुवात गर्नुभएको छ होइन, त्यसपछि त्योभन्दा अगाडि भाषाको कुरा गर्नुभएको छ, ब्रिज कोर्सको कुरा गर्नुभएको छ। त्यो चाहिँ अहिलेको हाम्रो समसामयिक चाहिँ विषयहरू आइसक्यो नि त होइन। हिजोको भन्दा आज चाहिँ अब कसरी यो समाजलाई रूपान्तरण गर्छौँ त हामी भन्ने कुरा थाहा आइसक्यो। त्यसबाट त्यो रूपान्तरण गर्नका लागि हामीले के टेवा पुर्याउन सक्छौँ भन्ने कुरा चाहिँ आज हामी जो युवा छौँ होइन, जो हामी नयाँ चाहिँ जस्तो एसएलसी दिएर आइरहेका छौँ भने हामीसँग एउटा यो हामीले चाहिँ हाम्रो पढाइ लेखाइ सबै चिजमा हामीले एउटा चिज खुट्याउन सकिरहेको छैन। त्यो के हो थाहा छ? सबै मान्छे डाक्टर हुँदैनन्, सबै मान्छे इन्जिनियर पनि हुँदैनन्। हुन्छ त सबै मान्छे इन्जिनियर हुँदैनन् भनेपछि सबै डाक्टर भयो भने बिरामी हुने मान्छे त कोही नहुने हो नि होइन। डक्टरको हुन्छ, बिरामी चाहिँ छैन भने त काम हुने भएन। त्यस कारणले निश्चित मान्छे डाक्टर हुन्छन्, निश्चित मान्छे इन्जिनियर हुन्छन्, निश्चित मान्छे तपाईँको चाहिँ व्यापारी हुन्छन्, निश्चित मान्छे चाहिँ कर्मचारी हुन्छन् भनेपछि त्यो सबै एउटै खालको क्षमता भएका मान्छे सबै मान्छे हुँदैनन्। त्यसबाट त्यो भिन्न क्षमता भएका मान्छे भिन्न क्षेत्रमा लाग्ने कसरी भन्ने कुराको पहिचान गर्न सक्नुपर्छ। यो सम्पर्क मञ्चमा चाहिँ 2060 सालमा चाहिँ उहाँले 59 सालमा कमरेड एकछिन सुनिदिनु होला। 59 सालमा म रामेछाप छोडेर विस्थापित भएर यहाँ आएँ, तर पार्टीको जिम्मेवारी रामेछापमै भयो। त्यसो गर्दाखेरि म रिपु मदन अधिकारीको पालामा देखिको न्यायाधीश म सल्लाहकार छु। यो लिखु तामाकोसीको गाउँपालिकाको अध्यक्ष पछाडि म लङ टाइम बिरामी भएँ। 182 दिन त पटक गरी हस्पिटल गएँ। म यो कमिटीलाई यो भित्री पात्रोदेखि सम्पूर्ण तालिम गरेकामा तपाईँहरूलाई बिर्सिन्छु, ढिलै भए पनि तपाईँहरूले अत्याधिक राम्रो काम गर्नुभएको छ। तर यतिले मात्रै पुग्दैन कमरेड। तपाईँ रामेछापबाट कति काठमाडौँमा कुन पेसा गरी बस्छन्, ती मान्छेहरूलाई हामीले सदस्य बनाएका छौँ कि छैनौँ? बनाउनु पर्ने मान्छे छुटे कि? तपाईँहरूलाई चाहिँ म विनम्रपूर्वक अनुरोध गर्छु। अर्को कुरो तपाईँहरूलाई के भन्छु भने म यो पेसमेकर मेसिन हालेपछि मोबाइल ठुलो बोक्थेँ, नबोकेको कारणले म सूचनामा अलिकति कमजोर हुन्छु। म तपाईँहरूले बोलाएको बेलामा, तपाईँहरूले सहयोग मागेको बेलामा जतिखेर पनि तपाईँसँग हाजिर हुन्छु भन्दै मैले 2 शब्द यी अन्त्य गरेँ। धन्यवाद।
आएपछि छोरीले त गएको छोरीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बुवा? यसअघि पनि यो म अनि अब यहाँ सभा धेरैवटा के कार्यक्रम निक्लिन्छ? गर्दै आएको छ। पहिला सुरुमा जापानिज भाषा कार्यक्रम, जापानिज भाषा, दोस्रोमा आएर कम्प्युटर तालिम, त्यहाँबाट आएर क्यालेन्डर विमोचन, त्यहाँबाट पिकनिक कार्यक्रम, सबै कामहरू अघि बढिरहेका छन्। अब मलाई लागेको कुरा एउटा के छ भने लिगु हाम्रो पालिकाले सबभन्दा नमुना पालिका बन्नको लागि आगामी दिनहरूमा लिगु तामाकोसी पालिकाको तामाकोसी गाउँपालिकाले सम्पूर्ण काठमाडौँमा रहेका युवाहरूलाई सङ्कलन गरेर समेटेर आए वर्ष 2082 सालले यहाँहरूलाई स्वस्थ मस्त र व्यस्त सँगै निरोगिताको शुभकामना प्रदान होस् भन्दै यहाँहरू सम्पूर्णबाट म बिदा हुन चाहन्छु।